हेलो साथीहरू, आज चाहिँ म अब यहाँ घाँस काट्न जाँदैछु होइन। हिजो मैले तपाईँहरूलाई भिडियोमा देखाएको थिएँ नि, यो छेउको चाहिँ पुरै झारहरू हो होइन। यसलाई चाहिँ यो हँसियाद्वारा मैले टक्क लाएर काट्छु होइन। यो पुरै काटिसकेपछि यहाँ कति सफा हुन्छ है त साथीहरू, हेरौँ है त। अब के अरे छ ल है साथीहरू, अब चाहिँ म टक्क लाएर यहाँ होइन झारै झार छ। मैले हिजोको भिडियोमा देखाएको थिएँ नि तपाईँहरूलाई होइन, यहाँ अदुवा छ भनेको थिएँ नि। यो अदुवा वरिपरिको झार चाहिँ म यसरी उखाल्दैछु है साथीहरू। यसलाई चाहिँ काट्नु नमिल्ने रे, उखाल्नु पर्ने रहेछ होइन। तर यस्तो आउँदो रहेछ है उखाल्दा, हेर्नु न आमाम। यसलाई त के गर्ने, यस्तै आउँछ है। यत्रो यत्रो झार यसलाई चाहिँ टड्काउँदो होला नि। अब घाम पनि चर्को लगाइरह हौ ल, यस्तो देख्दैछ है। राइट, फाइनली साथीहरू यहाँ चाहिँ यस्तो झाडै झार थियो, अहिले त यस्तो दामी भएछ। ल हेर्नु त पुरै होइन। यो अदुवाको बोटहरू पनि कस्तो राम्रो देखिया छ। यहाँ पुरै झारले छपिया थियो नि त होइन, र तपाईँहरूले देख्नु भएको थियो अगाडिको भिडियोमा। अहिले कस्तो राम्रो भएको छ कि अदुवाको बोटहरू पनि अब छर्लङ छर्लङ देखियो। हेर्नु त साथीहरू, मेरो काम चाहिँ आज यो हो, यस्तो काम भयो। ल यता पनि सबै क्लियर भयो। यताबाट देखाउँछु है म तपाईँहरूलाई। यहाँ पनि सर्लक्क लाएर ल सबै काटियो, घाँस काटेर यहाँ राखियो। यो उता छेउछेउको चाहिँ पछि काट्नेछु। अहिले यहाँबाट हेर्दाखेरि क्लियर देखियो नि त है, दामी देखियो। ल दामी दामी। अब पछि यो अदुवाहरूलाई मजाले गोडमेल गर्नुपर्छ, अनि झन् राम्रो देख्छ। ल साथीहरू, आजको काम चाहिँ यति नै मेरो। अब भोक पनि लाग्यो, अब खाना खानुपर्छ। हेलो साथीहरू, सबै काम पनि सकाइयो होइन। अनि त्यसपछि भोक लागेको थियो, खानासाना पनि खाइयो। खाना खाएर भाँडा पनि माझियो। अब चाहिँ टक्क लाएर एकछिन रेस्ट गर्नु पर्यो। अब भिडियोहरू एडिटिङ गरेर हाल्नु पनि छ होइन। टक्क लाएर अहिलेसम्म राम्रोसँग तपाईँहरूले भिडियो हेरिदिनु भयो, साँच्चै धन्यवाद होइन। एकचोटि यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु त साथीहरू, भर्खर थोरै सब्सक्राइबर हुनुहुन्छ होइन। यसो काम सुरु गर्न लाग्यो, यसो सहयोग गर्नु है त साथीहरू। ल अब अर्को भिडियोमा भेट्नेछौँ। अर्को भिडियोसम्म चाहिँ प्रतीक्षा गरिदिनु होला र माया गरिदिनु होला है त साथीहरू। बाई बाई।